तपाईँ जापानमा हुनुहुन्छ, नेपाल फर्किँदै हुनुहुन्छ भने एयरपोर्टमा केयर गर्नै पर्ने कुरा चाहिँ एउटा डिपार्चर फर्म हुन्छ। त्यो डिपार्चर फर्ममा तपाईँको एक मिस्टेक गर्नुभयो भने तपाईँ भोलि जापान छिर्न नहुनेसम्म हुन्छ है। त्यही भएर केयर गर्नु होला। म यहाँ देखाउन गइरहेको छु। यो फर्म हो हैन। यो फर्ममा चाहिँ फर्स्टमा फिमेल नेम छ, तपाईको कास्ट लेख्नुस्। त्यसमा गिवन नेममा चाहिँ तपाईको आफ्नो नाम लेख्नुस्। अनि तल डेट अफ बर्थ छ, तपाईको डेट अफ बर्थ लेख्नु। डेस्टिनेसनमा तपाईको ठाउँको लेख्नु। फ्लाइट नम्बरमा तपाईको फ्लाइट टिकटमा छ हुन्छ फ्लाइट नम्बर लेख्नुस्। अनि इन्डेन्डेड पिरियड अफ आउट अफ जापान बाहिर चाहिँ तपाईँ कति बस्नुहुन्छ भन्न खोजेको। त्यो अब विथिन 1 इयर कति बस्नुहुन्छ त्यो अनुसार टिक लगाउनु। एकदम मेन मिस्टेक गर्ने चाहिँ नहुने चाहिँ तल त्योभन्दा तल छ 1 नम्बर र 2 नम्बर है। मान्छेहरू हतारमा चाहिँ तपाईँ 1 नगरेर 2 टिक लगाउँछ है। किनभने हेर्नु है यसरी आई एम लिभिङ जापान भनेको छ है। मान्छेहरूले हतारमा आई एम लिभिङ जापान छोड्दैछु भनेर त्यसै फर्स्टको वर्डले त्यस्तो भन्छ हैन। त्यो त्यति मात्र पढेर मान्छेहरूले यो होइन रहेछ भने 2 को टिक लाउँछ है। त्यही भएर फुल सबै पढ्ने गर्नुहोस् हैन। आई एम लिभिङ जापान टेम्पोररली, केही समयको लागि मात्र म जापान छोड्दैछु, तर म रिटर्न आउँछु भनेको छ है लास्टमा, विल रिटर्न। त्यही भएर 1 नम्बरको लाउने है। 2 को के भने चाहिँ आई डु नट प्लान टु रिइन्टर, म जापान आउने प्लानै छैन, मसँग भ्यालिड भिजा अझै छ तैपनि म आउन चाहन्न भनेको छ। त्यही भएर मान्छेहरूले मिस्टेक गरेर 2 नम्बरको लेख्छ अनि जाइटोकानमा पल पारेर भोलि जापान आउन नमिल्ने हुन्छ। त्यही भएर यसमा चाहिँ एकदम केयर गर्नु होला। त्यसपछि लास्टमा आफ्नो सिग्नेचर हान्ने। मेन भनेको यो 1 र 2 नम्बरको चाहिँ मिस्टेक नगर्नु होला है। 1 नम्बरमा टिक लाउनु होला राम्रोसँग पढेर। धन्यवाद।